just the underdogs and we just got pranked. हामीले चाहिँ प्र्याङ्क गर्दै चाहिँ बिजी भयो क्या त्यतिकै छिर्दै गर्नु Prank त हैन आज हैन त्यो हामी भर्खर prank गरेर आयौं कि लास्टमा त्यो थ्याङ्क्स फर वाचिङ यताउति त्यो भन्न लाउँछ कि त्यसको लागि यता यता त्यो पनि भनौँ अनि त्यो अर्डर लिनु पनि आउनु ए हुन्छ अरू चिसोहरू कफी खानु बरु कफी आकाश मन्दिर के कफी भन्नु कफी के चिसो ड्यू माथि रातो छ साथीको क्यामेरा आज चाहिँ के गरे आउँदैन मलाई अघि माथिको रातो थिच्दा भइहाल्छ अन गरेर भएन सोचे मैले मोबाइलबाट खिचेको म अहिले आएको गर्छु छोड्दै उसले जतिखेर चाहिँ पनि क्यामेरै उयो गर्नु अहिले पनि यहाँ यतिकै नर्मल्ली बसिरहेको छौँ घरि यो गर भनेको छ घरि त्यो गर फेरि हिजो साथीको पार्टी थियो पेट दुखिरहेको छ क्या म के गर्छु भन्दै थिएँ अनि त कोडेश्वर यो तिमी त यो नखाऊ यार गिदी गरिसक्यो के अरे अस्ति नै त्यो पुलिस पऱ्यो त्यो साँच्चीकै हो त्यो लबडा साँच्चीकै पऱ्यो हाम्रो सबै प्रायः म चाहिँ गरेपछि रियलै गरौँ जस्तो लाग्छ क्या पेट लास खराब भयो क्या पेट लास खराब भयो क्या त्यही भएर नखाऊ भने तिमी हुन्छ क्या एकदमै पेट गडबड भएर भमिट पनि आउँदो त्यस्तो कस्तो भइहाल्छ क्या हिजो आउने बित्तिकै केटाहरूले पार्टी दियो केटा त्यति बियर सियर पनि खाँदैन रहेछ म प्रायः युज गर्दिनँ क्या केटाहरूले हिजो फेरि खाउ नखाऊ भनेर यता के अर्को यहाँ भर्खर कतिजना मान्छेहरू पार्टी साडी जस्तो के गरेर आएको थियो सरी यो कस्तो अकवर्ड भइसक्यो क्या मलाई प्र्याङ्क चाहिँ होइन फेरि कस्तो भनेको कस्तो साँच्चै नै साँच्चीकै यो नि ट्याङ्कै हो जस्तो लागिरहेको मनी आइपुग्यो सँग लाग्छ यहाँ अहिले पो साह्रो मारिरहेको छ सँग लाग्छ अलिकति मलाई चाहिँ स्पेसल खालको भन्नु मन लाग्छ बनाउनुलाई पनि भन्नु म बुझेको कुरा जिसी र कसैलाई भन्नु सोधेर पुरा प्र्याङ्क हो भन्ने कस्तो हुन्छ होला है साँच्चीको प्र्याङ्कै भइरहेको छ साँच्चै गरिरहेको क्यामेरा अलिक अगाडि ल्याउ बाडिङ मलाई तल नै लागिरहेको आज यतिकै त केही हुँदैन होला जस्तो लाग्यो कस्तो लाग्यो त मेरो सबैजना भन्नु वेल सेटअप
होइन एकदम अगाडि नै थियो क्लियर थियो क्यामेराहरू सबै अगाडि नै थियो तर पनि कसै अघि नै थाहा थियो क्या मैले त्यो अघिको मोमेन्टमा चाहिँ थाहा पाएको थिएँ यो प्र्याङ्क हुनसक्छ भनेर होइन तर अरू कुराहरू पनि भइरहेको थियो नि त। त्यसमा रियलिस्टिक जतिसक्दो रियलिस्टिक पार्न खोजिरहेको थियो होइन आजको प्र्याङ्क सक्सेसफुल भयो है त्यो रमाइलो भयो जस्तो लाग्छ मलाई एन्ड नेपाली प्र्याङ्कस्टरलाई सपोर्ट गर्यो जस्तै अनुडक्सलाई पनि सपोर्ट गरिदिनु होला धेरै धेरै राम्रो गीतहरू आइरहेको छ ओइ बत्ती खोइ धेरै राम्रो थियो है जस आई लाइक इट एन्ड सबैजनाले सब्सक्राइब पनि गरिदिनु अनुडक्स च्यानललाई एन्ड या हाम्रो च्यानललाई नि सब्सक्राइब गरिदिनु होला अब नयाँ गीतहरू आउनु लाग्छ या सब्सक्राइब इज भेरी इम्पोर्टेन्ट है गाइस